हामी चाहिँ ठ्याक्कै लालबन्दीको हल आइपुग्यो अनि हामीले चाहिँ लाज शरणम भन्ने फिल्म चाहिँ हेर्न आएकै छ अब यहाँनिर मायावी चलिसकेछ अनि 3 बजेदेखि रे भनेको अनि हामी अलिक छिटो आयो कि न ढिलै आयो कि थाहै भएन है तर आइपुग्नु चाहिँ आइपुगिसक्यो हलमा अब 3 बजेतिर सुरु हुन्छ भन्छ ला गाह्रै हुने के आयो क्याम्प लाग्ने के आयो केटा के गर्ने कि फर्किने फिल्म हेर्ने बिहान चलेको थियो अरे अब अहिले फेरि मायावी चलिरहेको रहेछ अनि गर्ने के हुन त मायावी पनि राम्रै होला पनि मलाई थाहा भइसक्यो राम्रै छ यो फिल्म पनि के यार भान्जा के हो बडी सडी छ क्या हो खुलाइदियो नि त एकचोटि लगाएर हामी चाहिँ आएको होइन अब हामीले चाहिँ ठ्याक्कै कति 1-2 घन्टा वेट गर्नुपर्ने हुन्छ अब ठ्याक्कै आएको ठ्याक्कै 1 बजे यो फिल्म चल्दैछ हामी अलि छिटो आइपुगे जस्तो लाग्यो अनि हामीले हेर्ने भने फिल्म यो हामीले हेर्ने भने यो होइन त तिनीहरू सब हिरो लगाइ चाहिँ हामी चाहिँ होइन त्यस्तै तपाईँको 1 बजेतिर चाहिँ गइरहेको थियौँ हामी घरबाट चाहिँ निस्केको होइन ठ्याक्कै तपाईँको हामी चाहिँ उता पुग्नलाई चाहिँ धेरै ढिलो भयो पनि लग्यो भनौँ न अनि हामी पनि ढिलै गइरहेको थियो गाई चाहिँ ढिलो भयो भनौँ अब त्यही भएर अनि आज 3 बजे त्यस्तो फिल्म हेर्दै गाई चाहिँ होइन आज अलिक ढिलो भयो कि होइन अटो नि पाएन है गाई चाहिँ हामी चाहिँ पुरै हिँड्दा चाहिँ के पुगेर आउँछ त्यहाँनिर क्या लास्टै गर्न आएको थियो अनि गाई चाहिँ हामी चाहिँ घरतिर हिँड्दैछ होइन मस्त मजाले हिँड्दा थियो 3जना छ अनि हामी हिँड्दा चाहिँ गाई रोडै रोड छैन कोही छैन केही छैन अनि गाई चाहिँ हामी चाहिँ ढिलो भयो भनौँ त्यही अब हिँड्दैछ अब कति बजी पुग्छ थाहा छैन हामी यताबाट जस्तै 7 बजे चाहिँ हिँडेको कति बजी पुग्दो रहेछ अब हेरौँ गाई चाहिँ ठ्याक्कै घर आइपुग्यो यस केटाहरू मसँग हिँडेपछि अलपत्र हुँदैन कि ढिलो हुन्छ तर घरमा आइपुग्छ अन्त केटा हो ल भेना चाहिँ त सुतिसकेको छ हामी यता आयो भान्जीले त मासु भात पकाइसक्यो ल ठिक छ गाई हामी ठ्याक्कै फाइनली आइपुग्यो घरमा यो आजको यात्रा चाहिँ हाम्रो बवाल भयो रमाइलो यतिमा रमाइलो कि यो त 2-4 वर्ष त बिर्सनै सक्दैन केटाहरूले त्यति धेरै रमाइलो लिएर आयो केटाहरूलाई ल ठिक छ ल ए भात पाकिसक्यो ल म हात धुएर आएको ल है भान्जे हात धुन आइज हात धुएर आइस्यो ल गाई आउने बित्तिकै खाना चाहिँ रेडी भइसक्यो गाइस ल हेर्नुहोस् है चट्ट धारामा हात धुनु पऱ्यो है सकिन्छ त सकिँदैन नि गाइस ल गाइस म चाहिँ अब
गाइस आइपुग्यो केटाहरू पनि आइपुग्यो धेरै खुसी छ अब अन्त केटा लाज शरणम भन्ने फिल्म हो कि भन्दा नि आज फिल्म कस्तो भयो त्यसो कस्तो लाग्यो राम्रो लाग्यो नि त ल ठिक छ अनि मामाले हेरौँ ल बेसी नराम्रो त हुने हुँदैन नि यस्तो खतरा अन्त ल गाइजहरू मैले चाहिँ खाएको है टिफरमा आएको नि उद्यासम्म अनि त्यहाँदेखि हिँडेर आयो केटाहरूलाई नहिँड्नु गाडीमा जब मसँग पैसा जति भयो नि म तिर्छु भने केटाहरू मान्दैन भने खालि हिँडेर मात्रै जाने भने म बुढो मान्छेलाई दौडाएँ भान्जाले गाइज तै पनि ठिकै छ ल म चाहिँ खाना आएँ आमा केटाहरू के हो यार